नमस्ते नमस्ते नमस्ते। बेलुकाको सुरुवात यो कोदोको ढिँडो अनि लोकल कुखुराको मासु र आफ्नै करेसाबारीमा उत्पादन भएको यो गाजर अनि आफ्नै वनपाखा खोलामा पाइने यो खोले सागको साथमा हुँदैछ यो हरियो धनियाको चटनी पनि छ। तपाईहरुको बेलुकाको सुरुवात केबाट हुँदैछ कृपया कमेन्ट बक्समा लेख्नु होला। एकदमै मिठो हुँदो रहेछ साथीहरु। यो कोदोको ढिँडो, लोकल कुखुराको मासु, आफ्नै खोला नालामा पाइने यो खोले झार पनि भन्छन् यसलाई खोले साग पनि भन्छन्। आहा हेर्नुस् त यस्तो अर्गानिक कुखुराको झोलसँग यो ढिँडो खाँदा कस्तो होला।